ल है साथीहरू, रुममा कसरी चाउचाउ बनाएर खाने म देखाउँछु ल। यो चाहिँ यो यहाँ लिएको छ होइन, लेभल 4 को पिरो, सबैभन्दा पिरो लेभल 4 को भनेर देखाइरहेको छु। यो चाउचाउ म बनाउँछु, कतिको पिरो रहेछ त टेस्ट गरौँला है त। चाउचाउ चाहिँ यहाँभित्र बनाउने है फेरि, के कस्तो हुँदो बनाउने तरिका कस्तो हुँदो रहेछ त। चाउचाउ यहाँभित्र लाउने हो फाइनली। त्यस्तो सेतो हुन्छ है। पानी थोरै बसाएको छु मैले यहाँनिर। यस्तो मसलाहरू यो चाहिँ कस्तो हुँदो रहेछ आज यहाँ हेरौँ। यो भित्र बनाएर खाएको कतिको पिरो हुँदो रहेछ है त। अब पिरो चाहिँ यत्रो लेभल 4 को भनेर देखाइरहेको छ, हेरौँ। यसको भित्र मसला चाहिँ एउटा यो हुन्छ, यहाँ चाहिँ केहरू हुन्छ लस के मसला ससलाहरू के उयोहरू हुने रहेछ के अरे, तिलको दानाहरू हुँदो रहेछ। यसलाई एकैचोटि यहाँ लगाउने होइन। अनि यो चाहिँ यो मसला चाहिँ लिक्विडबाट छ है, लिक्विडबाट यो मसला लिक्विडबाट चाहिँ होइन देखाउँछु। यहाँ चेतन ठाउँ चाहिँ यहाँ भनेर देखाएको छु। यो चाहिँ लिक्विडबाट छ है। यसको हिजो अस्ति पनि खाएको, यसको चाहिँ पुरै कलर लाग्दो रहेछ है। कस्तो हुँदो रहेछ त, यस्तो म देखाउँछु। यसको चाहिँ पुरा यस्तो कलर लाग्दो रहेछ। यसको यो चाहिँ पुरै कलर लाग्दो रहेछ। यहाँभित्र हेर्नु कस्तो भयो, यस्तो भइरहेको छ है। पानी थोरै लगाइरहेको छु। अब म यसलाई स्टार्ट गर्छु है त। पावर तल आएको छ। अब यो उम्लिन्छ है। उम्लेको हेरौँ कति मिनटसम्म नउम्लेर कस्तो हुँदो रहेछ यसको रिजल्ट पनि है। ओके, अब यो खोले कस्तो रहेछ अलि हल्लाउनु पर्ने रहेछ नि। बाफले गर्दा देखिँदैन नि त झ्याङ हल्लाउने। अब सारेर देखाइदिइहाल्नु पर्यो है कस्तो रहेछ। सारेर देखाइदिनु भने त कस्तो देखिँदो रहेछ। ए शिव, यो रुममा खाने तरिका हो है साथीभाइहरू। टक्क स्पाइसी हो। अब है त खाएर कस्तो हुँदो रहेछ छुट्टी। तातो छ जस्तो छ त। पिरो त पिरो छ। पिरो छ नि।
अहिले पिरो खानु चाहिँ ठिकै छ, गाह्रो त ड्युटी भर्खर सकेर आएर खाजा खाएको यो चाहिँ। म पिरो खाने मान्छेलाई यो ठिक हो, त्यति साह्रो पिरो हुँदैन, पिरो त पिरै छ। पसिना आउँछ होला पसिना आउँछ जस्तो छ। पिरो त पिरो छ यस्तो पिरो छ। छोरी मान्छे स्पेसली छोरी मान्छेको लागि चाहिँ दामी हुने रहेछ यो खाएर चाउचाउ है। छोरी मान्छेलाई चाहिँ पिरो त्यसै मनपर्छ होइन। ब्लगमा त्यस्तो कन्टेन्ट केही छैन, खाने हो बनाउने हो यस्तै छ त। कसैलाई केही भन्नु छ भने भयो है। अर्कोचोटि कतिवटा चाउचाउ खानुपर्ने कि के खानुपर्ने, म त रेडी हो नि, फेरि हानिदिन्छु म त फेरि। यो त नाकदेखि त सिँगा नौला जस्तो भयो त, तर उतिर चाहिँ यसको चाहिँ पुरा कलर बस्ने रहेछ है खाएको। ओके एउटा खाएर सक्यो होइन, यो पनि एउटा खाएर सक्यो। अब आजको लागि बेलुकी खाजा यति नै हो, अब फेरि अहिले खाना खाइहाल्नुपर्छ है। ओके फेरि नेक्स्ट भिडियोमा भेट्ने छौँ है त।